यति बेला धार्मिक तथा ऐतिहासिक तीर्थस्थल अर्घाखाँचीमा अवस्थित हामी सुब्बा देउरालीमा छौँ। अत्यन्तै रमणीय ठाउँ अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुब्बा देउरालीमा जो कहीँ पनि दर्शन गर्न आउन सक्नुहुनेछ। आँटेको सोचेको मनोकामना पुरा हुनेछ। सुब्बा देउरालीमा आइसकेपछि सुब्बा देउराली अहिले धेरै व्यवस्थित भइसकेको देख्न सक्छौँ हामीले। अत्यन्तै राम्रो भएको छ। बाटो पनि अलिकति फराकिलो भएको देख्न सक्छौँ। अत्यन्तै रमणीय ठाउँ, अर्घाखाँचीको विशेष ठाउँ, धार्मिक स्थल, पर्यटकीय स्थलले पनि भरिपूर्ण रहेको ठाउँ सुब्बा देउराली मन्दिर। अर्घाखाँचीवासीको एकदम गौरव रहेको ठाउँ सुब्बा देउराली मन्दिर दर्शन गरेर सम्पूर्ण श्रद्धालु भक्तजनहरूले आफूले आँटेको चाहेको कुराहरू माग्न पुरा गर्न सक्नुहुनेछ। हामी झोलुङ्गे पुलतिर प्रस्थान गर्दैछौँ। यति सिडी चढिसक्यौँ। अब सिडी चढ्दै हामी त्यो पुलमा जानेछौँ। दर्शकहरू वहाँ पुगिसक्नु भएको छ। अब हामी धार्दै सिँढी गन्दै माथि जाँदैछौँ। लाउनुहोस् है। देउरालीको बोर्ड हामी देख्न सक्छौँ। सँगसँगै हामी यसरी अगाडि बढिरहेका छौँ। भर्खर घाम लागेको अवस्था छ। बल्ल डाँडामा घाम आइसक्नु भएको छ। सूर्य भगवानले हामीलाई दर्शन दिइसक्नुभयो। अब हामी यो अप्ठ्यारो बाटो जाने कि भनेको अलि गाह्रो रहेछ। सजिलै बाटो जाउँ। अब हामी यताको सिँढी नगएर यो सर्टकटबाट जाने प्रयास गर्दैछु म। होइन, बडा रमाइलो हुन्छ यहाँ। पुरै एडभेन्चर हो नि त। बाटो छैन के अरे। वाह, पाहाडमा जङ्गल हिँडेको याद आयो अहिले चाहिँ। रुख छोप्दै कति रमाइलो छ। तर 4 महिना भइसक्यो रहेछ। यसो सरसफाइ गर्नुपर्ने देखियो यहाँ। यसरी जथाभावी फोहोर चाहिँ फाल्नुहुन्न है। हामी सचेत नागरिक, नेपाली नागरिक भइसकेपछि यसरी जथाभावी फाल्नु हुँदैन। यस्तो फोहोर मैला छ। हामी यहाँबाट ठाडै आएको है। ल, बडा रमाइलो हुन्छ। अझै पुगेनौँ हामी। यहाँ पहिरो देख्न सक्छौँ। सयौँ सिँढी पार गरी सुब्बा देउराली दर्शन गरी हामी झोलुङ्गे पुलतर्फ प्रवेश गर्दैछौँ। सुब्बा देउराली दर्शन गरिसकेपछि एकपटक झोलुङ्गे पुल अनिवार्य रूपमा दर्शन गर्नु होला। एकदम रमणीय ठाउँ, अग्लो ठाउँ रहेको हुनाले धेरै राम्रो भ्यू देख्न सकिन्छ यहाँबाट। अब म हजुरलाई देखाउन जाँदैछु झोलुङ्गे पुल। यहाँदेखि वहाँ पारी गएर हामीलाई विभिन्न रमणीय ठाउँ, डाँडाकाँडा हरियालीको मनोरञ्जन लिनेछौँ हामीले। यता हेऱ्यौँ भने हामी सुब्बा देउराली मन्दिर देख्न सक्छौँ। म देखाउन जाँदैछु हजुरलाई। ल, सुब्बा देउराली मन्दिर हामी देख्न सक्छौँ। यहाँ रहेको छ। त्यहाँ दर्शन गरिसकेपछि यहाँ चाहिँ एकपटक अवश्य आउनुपर्छ। धेरै रमणीय ठाउँ, अर्घाखाँची जिल्लाको ऐतिहासिक धरोहर मानिने सुब्बा देउराली। अत्यन्तै मनमोहक दृश्य हामी झोलुङ्गे पुलबाट अवलोकन गर्दैछौँ। तल बाटो देख्न सक्छौँ। गाडी हिँड्ने बाटो, हामी आउने बाटो, जाने बाटो।
यताबाट माथि नरपानीदेखि झर्ने बाटो यो हो। अनि गएर सुब्बा देउरालीको मनमोहक दृश्य हामी निहालिरहेका छौँ। अत्यन्तै रमणीय ठाउँ सुब्बा देउराली। हामी पुलको पारीपट्टि आइसकेका छौँ। हामी पुल पार गरेर एकदमै रमणीय ठाउँ, महाभारत पर्वत श्रृङ्खलाहरू, रमणीय बाटो, खोला, तल झोलुङ्गे पुल, वहाँ मन्दिर देख्न सक्छ हामी। वहाँनिर मन्दिर रहेको छ, त्यहाँ एडभेन्चर गर्ने ठाउँ देख्न सक्छौँ। एडभेन्चर भन्ने लेखेको छ त्यहाँ पनि एडभेन्चरको लागि चाहिँ मनमोहक ठाउँ रहेछ। सुब्बा देउरालीको मनमोहक दृश्य यहाँ देख्यौँ हामी यति बेला। हेलो हेलो को छौ? हेलो 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 नमस्कार। यस सर, सुब्बा देउरालीको पुलमा अब एकछिन बसेपछि आफै जान्छ। यहाँदेखि वहाँ पनि सिँढी बनेको रहेछ। यहाँ ध्वजाहरू टाँगेर आफ्नो मनोकामना माग्ने, मनोकामना पुरा गर्ने बनाएको रहेछ। यहाँ ध्वजाहरू बाँध्ने चलन रहेछ। यहाँदेखि अहिले सिँढीबाट वहाँ माथि पनि जान सकिने देखियो। हामी यहाँ चाहिँ सुब्बा देउरालीदेखि यहाँ देख्न सक्छौँ। माथि पुलदेखि सुब्बा देउराली यस्तो देखिन्छ। अलिकति जुम गऱ्यो भने यस्तो छ है। ल यस्तो धन्यवाद। अनि म चाहिँ यहाँ तल देखाउँछु, पुलको तलपट्टि यस्तो छ है। ओके, थ्याङ्क यू सो मच, थ्याङ्क यू गाइज। अर्काखेरि चाहिँ सुब्बा देउराली भिजिट गर्न नभुल्नु होला है त। पुलदेखि अलिकति माथि एउटा नयाँ अहिले सिँढी बनेर थोरै माथिपट्टि एउटा ढुङ्गाको साइडबाट माथि आउने एउटा सिँढी बनाएको रहेछ। म त्यो पनि देखाउन चाहन्छु हजुरहरूलाई है त। ल सिँढीबाट पनि हामी वारी जस्ट सुब्बा देउरालीको पारीपट्टि हाम्रो ठ्याक्कै अगाडि सुब्बा देउराली मन्दिर हुनुहुन्छ। सुब्बा देउरालीको ब्याक साइडबाट हेर्दा यस्तो रमणीय दृश्य देख्न सक्छौँ हामीले। बिल्डिङहरू, सुब्बा देउरालीको मन्दिर अगाडि हेर्दा त फरक छ, तर सुब्बा देउरालीको पछाडिबाट हेर्दा त्यस्तो भिरमा कसरी बन्ने होला भन्ने जस्तो छ। तर पनि सुब्बा देउराली माताको कृपाले गर्दा मन्दिर त्यस्तो ठाउँमा भएर पनि रमणीय ऐतिहासिक धरोहरको रूपमा परिचित छ। अनि हामी देख्न सक्छौँ उहाँ पुलदेखि पुल पार गरेर पुलदेखि अलिकति माथि आइसकेपछि यहाँ सिँढी छ। यो सिँढीमा आएर हामी लास्ट पोइन्टमा छौँ। अब यसबाट चाहिँ हामी गर्नेछौँ। अब लास्ट पोइन्टमा आएर हजुरहरू पनि यहाँ आएपछि पक्कै आउनुहुनेछ भन्ने आशा गरेका छौँ। हस्त, धन्यवाद।